हेलो गाइज, म चाहिँ आज जापान जान लागिरहेको छु स्टुडेन्ट भिजामा। र स्टुडेन्ट भिजामा जाँदाखेरि चाहिँ के कुरामा ध्यान पुर्याउनु पर्छ र के कुरा लान पाइन्छ, के कुरा लान पाइँदैन यस भिडियोमा म बताउने छु। र म चाहिँ यो एयरपोर्टमा अब मेरो फ्यामिलीसँग भेटघाट भइसकेपछि हामी चाहिँ अब भित्र जाँदाखेरि चाहिँ जस हाम्रो लगेजहरू चाहिँ त्यहाँनिर जोग्छन् गार्डहरूले। अनि त्यसपछि केजी ठिक छ भनेपछि अनि त्यहाँ वेटिङ भनौँ न सिटमा बस्नुपर्ने हुन्छ वेट गरेर। अनि लगभग आधी घन्टा 40 मिनट जस्तो कुरिसकेपछि चाहिँ त्यहाँनिर एयरपोर्ट भित्र चाहिँ एउटा बस हुन्छ जुन अहिले देख्न सक्नुहुन्छ। अनि यसरी बसमा चाहिँ लिएर जान्छन्। त्यसपछि अनि यो जुन प्लेन देखिरहनु भएको छ यहाँ लाइन बसेर अनि सबै स्टुडेन्टहरू सायद मेरो पछाडिको सबै जापानै जान लाग्नुभएको, किनकि हाम्रो चाहिँ चाइना साउदर्न एयरलाइन्सबाट चाहिँ गएको थियौँ। अनि 2 घन्टा ट्रान्जिट थियो त्यसमा चाइनामा चाहिँ। ल सुन्नुहोस्, अब के कुरा लान पाइन्छ, के कुरा लान पाइँदैन। त अब मेरो केसमा चाहिँ मैले ट्रिमरहरू त्यसपछि सबै कुराहरू हालेको थिएँ। चामल हालेको थिएँ, 2 केजी चामल हालेको थिएँ, अनि खानेकुराहरू हालेको थिएँ। अनि त्यसपछि अब ट्रिमरको चाहिँ जुन ब्याट्री, ट्रिमरभित्रै भएको ब्याट्री चाहिँ केही भएन छ, तर चेक भएछ मेरो लगेज चाहिँ जुन छुट्टै राखेको ब्याट्री चाहिँ निकालिदिएछन्। त्यही भएर त्यस्तो ब्याट्री चाहिँ ल्याउन पाइँदैन रहेछ। ट्रिमरभित्रै भए चाहिँ केही हुँदैन रहेछ। मेरो ट्रिमरभित्रै भएको ब्याट्री चाहिँ सही सलामत आयो। अनि अरू कुराहरू चाहिँ अब यस्तो गर्नु। अनि त्यसपछि अब लगेजको कुरामा मेरो चाहिँ 52 केजीको थियो, 7 केजी चाहिँ ह्यान्ड क्यारी, अनि 23 चाहिँ लगेज दुईवटा त्यसरी बनाउनु पर्ने थियो। अनि लगेज किन्दाखेरि चाहिँ विचार पुऱ्याउनु पर्ने के कुरा रहेछ भन्दाखेरि हजुरले 25 केजी भनेर चाहिँ भन्ने त्यहाँनिर। अनि उसले 25 केजीको लगेज दिन्छ। अनि त्यसपछि अनि 25 केजीमा चाहिँ 23 केजी हालेर लिएर आउनु पर्दो रहेछ। किनभने हामीले चाहिँ 23 केजी भनेर चाहिँ दोकानेलाई 23 केजीको लगेज दिनु भन्यौँ, अनि उसले 24 साइजको निकालिदियो। अनि 23 केजी त्यहाँ त के जति खाँदै पनि 16-17 केजीभन्दा नपुग्ने। त्यही भएर लगेज चाहिँ ठुलै किन्नु पर्दो रहेछ, पछि त्यो सामान अट्दैन। अनि त्यत्रो केजी ल्याउनु पाएको थियो हामीले, 52 केजी। मेरो त जम्मा 2टा लगेज गरेर त्यही 36-38 केजी भयो। अनि त्यसपछि अब ह्यान्ड क्यारी त भइहाल्यो। अनि अब प्लेनमा अब यो अहिले देखिरहनु भएको छ खानाहरू आउँछ। अनि यही पाउरोटी के छ यहाँको आइटमहरू। र अनि त्यसपछि चाहिँ र ब्यागको बारेमा चाहिँ अब हजुर जुन स्कुलको ब्याग हुन्छ नि त्यसमा चाहिँ किताबहरू 4-5वटा के कसो हजुरले पढिरहनु भएको किताब लिएर आउनु पाउनुहुन्छ। त्यो चाहिँ जोकिँदैन, त्यो चाहिँ ढुक्क साथ ल्याउनु पाउनुहुन्छ हजुरहरूले। कलमहरू, इरेजरहरू, पेनहरू त्यो जोकिँदैन। अनि आफ्नो मोबाइल चार्जरहरू यो कुरा जोकिँदैन, त्यही ब्यागमा हाल्नुपर्ने हुन्छ, जोकिँदैन। र कुरा सपिङको कुरामा चाहिँ हजुरहरूले के गर्दा हुन्छ भन्दाखेरि अब चाहिने सामानहरू, कपडाहरू सबै कुरा किन्नु होला। तर धेरै त्यसरी टी सर्टहरू चाहिँ नकिन्नु होला, किनकि यहाँ चिसै छ, प्रायः जसो चिसो नै हुँदो रहेछ यहाँनिर। दिउँसो घाम लाग्यो भने मात्र चाहिँ हो, नत्र भने चाहिँ प्रायः बिहान र बेलुका चाहिँ खतरा चिसो हुन्छ। अनि पैसा एक्सचेन्जमा चाहिँ अब धेरैमा 1,20,000 अनि कम्तीमा 70-80 हजारसम्म एक्सचेन्ज गर्दा हुन्छ जापानिज येन। मैले पनि त्यही नै गरेको हो लाएर। अनि अरू केही कुरा हजुरलाई डाउट लाग्यो भने चाहिँ यसको यो भिडियोको कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला, म सबैको रिप्लाई दिन्छु। अहिले चाहिँ अब यो भिडियोमा यसो प्लेनबाट चाहिँ मैले झ्यालबाट खिचेको छु, त्यो हेर्नुहोस्, मजा लिनुहोस्। मैले अघि नै भनेको थिएँ चाइनामा ट्रान्जिट भनेको थिएँ, त्यहाँ ट्रान्जिट भएर पनि हामी फेरि अर्को प्लेन चढ्यौँ ओसाकाको लागि। अनि त्यहाँ पनि फेरि फुड आयो। प्लेनमा हजुरहरू बोर हुनुभयो भने चाहिँ फिल्म हेर्नको लागि सुविधा हुन्छ। मैले चाहिँ जङ्गल बुक हेरिरहेको छु टाइम पासको लागि। हाम्रो चाहिँ 10 अप्रिल त्यस्तै रातिको 11 बजीतिरको फ्लाइट थियो। त्यसपछि त्यस्तै 4-5 घन्टा पछि चाहिँ चाइनामा 2 घन्टाको ट्रान्जिट थियो। अनि त्यसपछि पनि फेरि 4-5 घन्टा हामी जे चाइना पुग्दाखेरि चाहिँ अब बिहान भइसकेको थियो। हामी ओसाका स्टेसनमा ओर्लियौँ। अनि त्यसपछि त्यहाँनिर हाम्रो टिचरहरूले चाहिँ कार्ड लिएर बस्नुहुन्छ। यदि अब हामीले चाहिँ यदि भेटाइएन भने चाहिँ
त्यहाँनिर चाहिँ फ्री वाइफाई हुन्छ अनि फ्री वाइफाईमा कनेक्ट गरेर अनि आफ्नो जुन कन्सल्टेन्सीको सर हुनुहुन्छ उहाँलाई भन्नुपर्छ। उहाँलाई भन्ने अब हामी आइपुग्यौँ भनेपछि उहाँले कन्ट्याक्ट गरिदिनुहुन्छ त्यहाँ लिन आउनेहरू टिचरहरूलाई अनि लिन आउनुहुन्छ। अब जस्तै अहिले हामीलाई देखिरहनु भयो होला, हामी बसमा छौँ, हाम्रो चाहिँ अब गएको टिचरहरू लिन आउनुभयो अनि त्यसपछि हामीलाई बसमा हाल्नुभयो। त्यसपछि अब अहिले देखिरहनु भयो होला जापानको भ्यू हो। हामी चाहिँ उहाँ स्टेसनबाट अब हाम्रो होस्टेलसम्म जाँदैछौँ हामी। त्यहाँ बिचको चाहिँ यो अब दृश्यहरू भनौँ न यस्तो छ, बाटोहरू यस्तो क्लिन छ। कहिले भन्छ अब हाम्रो देश, अब यहाँको त यस्तो चिल्लो छ कि नजारा पनि त्यस्तै राम्रो छ। विकसित चाहिँ लास्टै निकै विकसित छ। अघि आइरहेको चाहिँ एयरपोर्टको गाडी थियो अनि हामीलाई अब यहाँनिर त्यो गाडीले रोकिदियो। त्यसपछि अब जुन लिन आउनुहुन्छ उहाँ सरले चाहिँ अब ट्याक्सी चढाउनुहुन्छ। अनि ल म चाहिँ अब होस्टेल आइपुगेँ। अब अस्मिताहरूको चाहिँ उतापट्टि छ अनि हाम्रो अब म र एकजना चाहिँ दुईजना पार्टनर चाहिँ बस्न पर्छ यहाँनिर चाहिँ। ल टक्क अब सुरुमा छिर्ने बित्तिकै जुत्ता राख्नको लागि ऱ्याक छ। त्यसपछि पढ्नको लागि बसेर यसो टेबलमा बसेर पढ्न मिल्यो। त्यहाँ केही खाने हो भने उता बसेर खान पनि मिल्यो। यहाँ फ्रिज छ, माथि चाहिँ यस्तो खाले बत्ती छ। त्यसपछि यो फ्रिज भइहाल्यो, यो टोयलेट भयो अनि यता चाहिँ नुहाउनको लागि बाथरुम छ। अनि त्यसपछि यो वासिङ मेसिन भयो अनि यो बत्ती। यहाँ किचन छ, यतातिर चाहिँ यो पकाउनको लागि भइहाल्यो किचन। त्यसपछि मेन यहाँ अब यो खोलेर टक्क कपडाहरू राख्न नि भयो। अनि भित्र रुमको लुक चाहिँ यस्तो छ। अनि यहाँ पनि अब यो यसरी मिल्छ। अब यहाँ के कसो हुन्छ, लगेज हुन्छ के हुन्छ मिलाएर राख्नु मिल्यो। झोलाहरू यहाँ छ। अब यो बेड मिलाउने हो त्यो भनौँ न। अनि त्यसपछि यो कपडाहरू चाहिँ अब यसमा छ सबै, ओढ्नेदेखि सबै दसजना हेर्छ। यो खोलेर हेर्नुपर्छ। यो चाहिँ दुईवटा खाट छ, दुईजना छौँ हामी, दुईजना। ठिक छ। रुम चाहिँ अरूको भन्दा धेरै फराकिलो छ, आनन्दको छ। ल यो चाहिँ मेरो रुमबाट देखिने भ्यू हो र अहिलेसम्म जसले पनि हेरिराख्नु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। लाइक, सब्सक्राइब एन्ड कमेन्ट गर्नुहोला। थ्याङ्क यू।